गाइज छोरी माग्न आएको होइन, मम्मी र म छोरी माग्न आएको। छोरीको घर चाहिँ त्यो डाँडामा रहेछ के। सो गाडी पनि यहाँ छुटिहाल्यो कि हेर्नु, यहाँ छोरी माग्न आएको। यति बिजोग भएको छ नि, बिहा गरेर म चाहिँ खास विदेश जान लागेको होइन मम्मी। बुहारी ल्याउने हो नि, बुहारी ल्याउने नि यहाँ। हेलो भनिदिनु। बुहारी ल्याउने, हेलो बुहारी ल्याउने। हाम्रो युवराजको केटी ल्याएर चाहिँ घर लिएर जानुपर्ने। हिँड्दा हिँड्दा मर्ने बेला भयो, हिँड्दा हिँड्दा मर्ने बेला भयो। त्यो जाँठीको घर चाहिँ त्यो डाँडामा रहेछ। कस्ती रहेछ, यस्तो टुप्पीमा गएर बसिरहेछ। मलाई प्रेममा फसाइदिइहाली, माग्न जानुपर्ने होइन। नत्र अर्कै के अरे, अर्को के अरे त्यसलाई के भन्छ अरे, अर्को केटालाई हुचिल, अर्को हुचिलले त्यसलाई उडाइदिन्छ कि भनेर माग्न आएको। त्यो टुप्पीमा हो, त्यो टुप्पीमा रहेछ क्या त्यसको घर चाहिँ। यहाँ माग्न आएको, बिजोग भइरहेछ। ल हिँडे यहाँ हेर्नुहोस् है, यो के भन्छ मम्मी, त्यो सगुन भन्छ कि के भन्छ अरे, यो लैजान्छन् नि, के दिन्छन् नि, रक्सी त पानी हो कि। तर जस हामीले के पो भन्छ नि यार, यो लैजान्छन् नि, मगरहरूले के लैजान्छन् रे जाने भने त हामी क्षेत्रीको बाहुन हो। त्यो पनि हामीले झ्यापै यहाँ लिएर गएका छौँ कि। सो गाइजहरू, वैशाखमा बिहे गर्नुपर्छ मेरो है, सबैजनालाई निम्तो छ, मेरो सब्सक्राइबरहरूलाई स्पेसल निम्तो है। अनि मम्मी बाउले छोरी त दिन्छन् नि, तिम्रो छ र के भर खोजी आऊ सरकारी जागिर भन्दैन नि मम्मी। ल हेर्नुहोस्, मम्मी त सानोमा यही पहाड जन्मेको भन्छ, म चाहिँ कसरी जाने होला। म पनि जन्मिन त यहीँ जन्मिया हो, तर जन्मिँदै जन्म थलो छोडेर आएको मान्छे म चाहिँ। हेर्नुहोस् यस्तो छ ठाउँ चाहिँ, बिस्तारै झर्छु। मम्मी ससुराबाले अनि जागिर छैन भने नि के भन्ने, यो त केही नकामको रहेछ भन्दा नि मलाई। हुन त गाइज म विदेश जाने मान्छे हो होइन, पालिहाल्छु, महिनामा लाख रुपियाँ त केही नभने घर पठाइहाल्छु, टेन्सन छैन गाइज। म कमाएर पालिदिन्छु कि। अनि केटा हो तिमीहरू पनि कमाएर पाल्नु। आया आदुको यार, के त्यो ब्याग म बोक्दिनँ, मलाई यही ठिक छ कि। तपाईँलाई झन् अप्ठ्यारो हुन्छ भनेर म यो बोक्न लागिरहेको छु। गाइज होइन, यो पहाडको ठाउँ होइन, त्यो जाठीको घर चाहिँ उयो डाँडामा कति मरिरहेछ। मलाई यहाँ लभमा फसाएर यस्तो डाँडामा माग्न आऊ भन्छ उहाँ। के गर्नु, पिर्छ गाइज, बचाउनै पऱ्यो, नत्र अर्को हुचिलले उडाइदियो भने के होइन। सो हामी चाहिँ जाँदैछु खोला अगाडि। यस्तो दामी छ ठाउँ चाहिँ, बब्बालकै, जति हेरे पनि मनै नभरिने खालको रहेछ कि। त्यही भएर पनि यहाँको केटी होइन, इग्नोर नगरेको मैले पहाडको दुःख पाएको। आयो बाह्र खोइ, बाह्र गइसक्यो हामी। आयो यत्रो खुट्टा हुने बाह्र त हिँडेर जान्छ, हामी त यत्रो खुट्टा भएर नसक्ने। मासु दुख्छ, के दुख्छ, हड्डी दुख्छ। है मम्मी, माको कसम। हेर्नुहोस् न, त्यहाँ डाँडाको टुप्पीमा घर बनाएर बसेछ मान्छेहरू। सो तर पनि यहाँको मान्छे मनकारी हुन्छन् क्या। बोलीचाली बानी व्यवहार अति राम्रो लाग्छ मलाई चाहिँ होइन। मेरो चस्मा यहाँ गोजीमै छ, चस्मा पनि ससुराबाको अगाडि यस्तो चस्मा लाएर गइदिने हो नि म होइन। अनि त्यो मोरीको घर चाहिँ त्यो डाँडामा रहेछ क्या। अदरवाइज बाटो त म चाहिँ यहाँ गाइज होइन, जन्मेर घर आएपछि सानोमा 5 वर्षपछि फेरि एकचोटि आएको थिएँ। अनि त्यसपछि 15 वर्षपछि यहाँ आउँदैछु। सो एकदमै रमाइलो भएको छ। म चाहिँ एकचोटि न एकचोटि चाहिँ पहाड गएर छाड्छु भनेको मान्छे। सो पहाड पनि आइयो, हुन त काठमाडौँ भ्याली अरू धेरै ठाउँमा गएको छ पहाड चाहिँ म होइन। तर पनि अब यो खोटाङ चाहिँ आएको छैन। खोटाङ प्योर पहाड हो नि त, खोटाङ ओखलढुङ्गा। यो खोटाङ पहाडी छ गाइज, ओखलढुङ्गा। म ओखलढुङ्गा नि लगेर तपाईँहरूलाई देखाउँछु हजुर। सो गाइज अहिले चाहिँ बल्ल